शासन संयन्त्रमा रिफर्म गर्दै बालेन्द्र सरकार, कम्तीमा 13 सचिवको दरबन्दी कटौतीको प्रस्ताव। बालेन्द्र शाह नेतृत्वको सरकारले संघमा 17वटा मन्त्रालय कायम राख्ने निर्णय गरेसँगै करिब 1 दर्जन सचिव कटौतीमा पर्ने भएको छ। 4वटा मन्त्रालय मर्ज र खारेजी भएसँगै ती मन्त्रालयका सचिवको दरबन्दी कटौती हुने भएको हो। यस्तै सचिव हटाउन आवश्यक नपर्ने ठानिएका सार्वजनिक खरिद अनुगमन कार्यालय, नेपाल ट्रस्ट, उपराष्ट्रपति कार्यालय, महालेखा नियन्त्रक कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, जल तथा ऊर्जा आयोग लगायतका निकायमा समेत सचिवको दरबन्दी कटौतीको प्रस्ताव अगाडि बढेको छ। सरकारले निजामती प्रशासनलाई चुस्त र पारदर्शी बनाउन भन्दै कम्तीमा 13 सचिवको दरबन्दी कटौती गर्ने तयारी गरेको हो। जसअनुसार यसअघि नै मर्ज भएका भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा 2 सचिव रहेकामा अब 1 मात्र सचिव रहने भएका छन्। यस्तै अर्थ मन्त्रालयमा अर्थ र राजस्वका फरक फरक सचिव रहेकामा अब 1 मात्र सचिव रहनेछन्। महालेखामा समेत सचिवको दरबन्दी कटौती गर्ने तयारी छ। 3 मन्त्रालय गाभिएर बनेको पूर्वाधार विकास मन्त्रालयमा पनि 2 सचिवहरूको दरबन्दी कटौतीमा पर्ने भएको छ। त्यहाँ 1 मात्र प्राविधिक सचिव रहनेछन्। यस्तै यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा 2 सचिवको दरबन्दी रहेकामा 1 सचिव कटौतीमा पर्नेछन्। कृषि र वन मन्त्रालयमा फरक फरक गरी 3 सचिव रहेकामा अब कृषि, वन तथा पर्यावरण मन्त्रालयमा 1 मात्र सचिव रहनेछन्। यस्तै ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत फरक फरक 2 सचिव रहेकामा अब 1 मात्र सचिव रहनेछन्। विज्ञान प्रविधि क्षेत्रको पुनर्संरचना भनेर सरकारले विज्ञान प्रविधि प्रबन्धन मन्त्रालय कायम गरेको छ, जहाँ शिक्षा र प्रविधि हेर्ने फरक फरक 2 सचिव रहेकामा ती मन्त्रालयमा भने फरक फरक सचिव रहनेछन्। यस्तै यसअघि नेपाल ट्रस्टको कार्यालयमा रहँदै आएको सचिव र सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेको सचिवको दरबन्दी कटाउन पर्ने भएको छ। हाल प्रधानमन्त्री परिषद कार्यालयमा विशेष दरबन्दी रहेको सचिव रहेका नेपालको पद अवकाश गएसँगै त पद समेत स्वत खारेजीमा परेको र सो दरबन्दी समेत खारेजी भइसकेको छ। हाल 71 सचिवको दरबन्दी रहेकोमा अब 57 मा झर्ने स्थिति बनिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। अन्य मन्त्रालयहरूको ओएनएमको काम टुङ्गाएको भए पनि परराष्ट्र, पूर्वाधार लगायतका मन्त्रालयहरूको के तोकेको मापदण्ड भन्दा फरक संरचना प्रस्ताव गरेका कारण सो दरबन्दी संरचना टुङ्गाउन सकस भएको छ। यसबाहेक अन्य मन्त्रालयहरूको दरबन्दी संरचना टुङ्गिएको र करिब करिब सचिवको दरबन्दी अब 13वटा कटौती हुने स्थिति बनेको जानकारहरूले बताएका छन्।